सो हेलो फ्यामिली, सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै नै छु। बिहानै उठेर आफ्नो कामसाम सकेर चाहिँ म चाहिँ तातो पानी खाँदै थिएँ। अनि तातो पानी खाएर खाजा खाएर चाहिँ आज पनि तोरी काट्न जानुपर्ने थियो। त्यस पछाडि म पनि बोटी भात खानातिर लागेँ। खाजा साजा खाइसके पछाडि चाहिँ म पनि हँसिया लिएर चाहिँ खेततिर आएको थिएँ। अनि हिँड्दै हिँड्दै आउँदा भिडियो बनाउँदै थिएँ। मौसम चाहिँ एकदमै दामी भइरहेको थियो भने 2-3 दिन भइसक्यो भिडियो हाल्यो, भ्युज पनि आउँदैन, लाइक सेयर त के चाहिँ आउँथ्यो होइन। मेरो भिडियो चाहिँ पुरा डाउन गइरहेछ भने भिडियो हाल्न पनि लास्टै झ्याउ लाग्न थालिसक्यो। अब केही प्रोग्रेस चाहिँ छैन भने त अब आफूलाई पनि डिमोटिभेट फिल हुँदो रहेछ भने तपाईहरूले चाहिँ सक्दो सपोर्ट देखाइदिनु होला, जति सक्दो सेयर गरिदिनु होला। मेरो च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। भिडियोको क्वालिटी त ठिकै होला सायद, तर भोइस क्वालिटी चाहिँ अलिकति मिलेको छैन, किनभने मसँग प्रपर माइक नभएकोले गर्दाखेरि भिडियो चाहिँ राम्ररी एडिट गर्न पाउँदिनँ। अनि त्यही भएरले गर्दाखेरि पनि मेरो भिडियोहरू चाहिँ त्यस्तो रिचै जाँदैन भने। लुगाहरू धुइदै गरिसकेर यतिकै बसिरहेको थिएँ। बुवाले चाहिँ रङ र पिचकारी ल्याउनु भएको रहेछ दोकानमा बेच्नको लागि। अनि कस्तो टाउको दुखे जस्तो भइरहेको थियो। अनि किचन आएर यसो हेरेको त आमाले चाहिँ घिउ खार्दै हुनुहुँदो रहेछ। अनि बाहिर पुरा हल्ला भइरहेको थियो। के को हल्ला भनेको त पुरा चुनावको प्रसार गर्दै हिँडेको मान्छेहरू पो रहेछन् भने। तपाईँहरूकोतिर चाहिँ चुनावको माहौल कस्तो छ? हाम्रोतिर चाहिँ यो गीत बजाएर वाक्क लागिसक्यो भने। अनि अब के खाउँ भइरहेको थियो। अनि कफी बनाएर खानु पर्यो भनेर चाहिँ म पनि अब आफ्नै देशी स्टाइलमा चाहिँ कफी बनाउनतिर लागेँ। तपाईँहरू चाहिँ कसरी कफी बनाएर खानुहुन्छ? म भने चाहिँ यसरी नै बनाउँछु, मलाई चाहिँ मिठो लाग्छ भने। आजको लागि चाहिँ यति नै। फेरि भेट्नेछु अर्को भिडियोमा। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।